13 अप्रिल र हाम्रो चाहिँ अब आजदेखि भुटान ट्रिप सुरु हुँदैछ। प्याकिङ सिकिङ भयो। अब हामी निस्किन्छ 7:30 मा हाम्रो ट्रेन छ सिलगढीबाट अनि हाँसीमाराबाट हामीलाई पिकअप गर्छ। यो सबै प्याकिङ भइसकेको चाहिँ अब निस्किनु आँटेको। कुङ्गा कहाँ छौ तिमी? रेडी? खाजा खाँदै जाम हाम्रो यहाँ। कुङ्गा लु यो चाहिँ हाँसीमारा स्टेसन अरे। हामी आइपुग्यो। अब जाँदैछ जयगाउँ। अफिसियली हामी आइपुगे भुटान। वेलकम टु भुटान। वेलकम टु भुटान। लो हामी आइपुग्यो भुटान। हेलो ड्राइभर। हेलो थ्याङ्क यू। हेलो यो अब इमिग्रेसनको लागि आउँदैछ जाँदैछ हामी इमिग्रेसन। यहाँ बस्नु भन्दैछ। आमा दुईजना आयो। ऊ पर गाइड छ। गाडीमा सामान हालिसकेको छ है? ओके। उनीहरू आउँछ नि गाइडले लान्छ नि हामी। गाइड बेकार पाउँदैन रहेछ अहिले। मेन्डेटरी रहेछ। लु है हामी चाहिँ स्टार्ट भयो अब। अब डाइरेक्ट थिम्पू जान्छ। जसले डाइरेक्ट थिम्पू गएर थिम्पूमै बस्दै हुन्छ होला। थिम्पूमा बस्नुपर्छ। अब बसाइ त हुन्छ नि तिनै बस्नुपर्छ। घुम्नु चाहिँ पाउँदैन भोलि मात्रै। सो द टुर इज स्टार्टेड नाउ। लन्च गरेर निस्केको। अहिले कति बज्यो? 5 बजी है। अब थिम्पूमा गएर डाइरेक्ट होटेलमा चेक इन गर्ने हो। जाडो रहेछ। हामी चाहिँ थिम्पू आइपुगेको छ। हिजो आउँदा ढिलो भएर भिडियो बनाएन है, तर त्यतिकै सुत्यो। अन्त अहिले चाहिँ बिहान अब अहिले कति बज्यो? 7 बज्यो है आमा। अब चाहिँ हामी रेडी सेडी भएर निस्किने घुम्ने। 9 बजी निस्किन्छ। बहिनी उठ। यहाँ चाहिँ यस्तो चाहिँ थिम्पू चाहिँ यस्तो चाहिँ अन्त म रुम टुर गराइदिन्छु। यहाँ हाम्रो यहाँ फ्रिज छ। कहाँबाट भन्नुहुन्छ यहाँ फ्रिज छ। यहाँ बियर खायो पुपाले। अन्त यहाँ मिरर छ। यहाँ बाथरुम छ होइन। अन्त यो कार्ड छ यहाँ टिथ गर्नको लागि। अन्त यहाँ यो बेडको त बाउन्सी छ। यो बेड बाउन्सीसँग यहाँ सुतेर थिएँ। अन्त भ्यू हेर्नुहोस् बाहिर। अन्त यहाँ चेयर छ बस्ने। अन्त यहाँ ग्लासहरू छ। यहाँ टिस्यु छ। अन्त यो छ कफीको। हेलो हेर्नु भ्यू यहाँ। यो चाहिँ हो थिम्पू। यस्तो रहेछ थिम्पू। हामी आज हामी चाहिँ गुम्बा जाने हो। म थाहा छैन तर बक्कु लगाउनै पर्छ। लाउँदैन रे मोमोलाले। मोमोलाले लाउँदैन रे। ममाले पनि लाउँदैन रे। के भयो है? ल यो चाहिँ हो थिम्पू। यस्तो छ। हाई गाइस अहिले चाहिँ म रेडी भइसकेँ। अन्त मैले खुबै थिङ्स हेरेर देखाउनु भुलेँ। यहाँ चाहिँ एसी छ, कोल्ड र हट हो। अन्त यहाँनिर यो विन्डो छ। त्यो चाहिँ यस्तो गर्नु। अन्त यो खोल्नु सक्छ। ल चिसो आउँछ बहिनी।
उयो पनि छ ग्रिल पनि छैन डल्लै छिरे तल झर्छ एकैचोटि अन्त यहाँ खिर्की त पहेँलो रहेछ यहाँ पहेँलोहरू पनि लगाइदिनुपर्छ आमा रेडी रेडी तिमी रेडी यहाँ पनि सेम छ गाइस तिमी रेडी हो यहाँ देखाउनु न बेजी लुगा बेसी नबोक अन्त यहाँनिर टेलिफोन छ अन्त यो अलिकति तल गर्नु अन्त के छ टिभी छ अन्त यो ल्याम्पहरू छ पुरा छ यस्तो यी साइडमा यस्तो लाइट छ यति हो हामी अहिले गाडीमा भिडियो बनाउँछु लु अब हाम्रो स्टार्ट भएकै डे वान देवाडी थिम्पू थिम्पू सो अब हामी चाहिँ जाँदैछ हामी कहाँ जान्छ भन्नुभयो पोइन्ट हाम्रो गाइड हुनुहुन्छ त्यो चाहिँ यहाँ सक्नुहुन्छ ओके आमा लु मलाई देखाउनु न ए याङ्गम पनि छ म पछाडि छु ओके सो यो चाहिँ हो हाम्रो होटल लु अब चाहिँ हामी आइपुग्यो बुद्ध पार्क क्या दामी घाम लागिरहेछ हो यहाँ छ याङजोम आमा यहाँ तुझे छ हाम्रो गाइड यसलाई चाहिँ बुद्ध पार्क भन्दो रहेछ है हाम्रो गाइड आएको छैन कुङ्गा लो हामी चाहिँ यहाँबाट घुमिसकेर जाँदैछ आँखा बन्द भएको हामीले यस्तो छ कुङ्गा यहाँ त No, come. No, we are making. Huh? Yeah, okay. लु अब चाहिँ जाँदैछ आमा चाहिँ वासरुम गइरहेछ अब कहाँ कुन चाहिँ कहाँ जान्छ हामी गुम्बा है गुम्बा जान्छ नि आँखा बन्द भयो मेरो यो चाहिँ किन आएको होला है त्यस्तोहरू चाहिँ त्यो लामाहरू बसेर पढ्छ क्या यहाँ यहाँ त गुम्बा मात्रै हो नि अन्त फन पार्कहरू त छैन नि 4वटा जस्तो लु अब चाहिँ यो सिँढी झरेर तल जानुपर्ने चाहिँ अब हामी झर्दैछ यी थिम्पू चाहिँ तल छ यस्तो यही हो थिम्पू लु हेर्नुहोस् माथि देख्दैछ है स्ट्याचु चाहिँ बहुत लामो छ है सिँढी त तल जानुहोस् यो गुम्बाको नाम चाहिँ चाङखाङका लाखाङ रहेछ है चाङखाङका भनेको चाहिँ यहाँ त हिल टपमा यहाँबाट सबै चाङ भ्याली देख्दो रहेछ कि त्यसले गर्दा चाङखाङका लाखाङ भन्दो रहेछ अनि यो चाहिँ 13th सेन्चुरीमा बनाएको रहेछ वान अफ द ओल्डेस्ट मोनेस्ट्री ओके ड्रेसमै आउनु पर्दो रहेछ ओके सो हामी जाँदैछ जाँदैछ Used to worship here. Okay. And it is also called the naming temple. नेमिङ टेम्पल ओके ओके The child's ओके ओके name. यहाँबाट चाहिँ नाम पनि दिँदो रहेछ कि नानीहरू जन्मियो भने चाहिँ यहाँ आउँछ अरे कि यहाँबाट नाम गरिदिन्छ अरे क्या चाङखाङका लाखाङ ओल्डेस्ट मोनेस्ट्री चाहिँ 13th सेन्चुरीमा बिल्डअप भएको ल हामी एकछिन भिजिट गर्छु ल यहाँभित्र चाहिँ पस्नु दिँदैन रहेछ सुङमा रहेछ कि यस्तो रहेछ अहिले चाहिँ यो सबै गुम्बाहरूमा पनि इन्ट्री फी गरेको रहेछ है
भुटनिस बाइक बाहिर जो पनि आए पनि इन्ट्री फी दिनुपर्दो रहेछ है। अन्त यहाँ यस्तो रिसेन्टली स्टार्ट भएको इन्ट्री फी चाहिँ अहिले चाहिँ सबै गुम्बामा जहाँ पनि मोनुमेन्टमा गयो भने दिनुपर्दो रहेछ। ओके यहाँ यिनीहरूले यो गर्दैछ ल्याम्प बाल्दैछ। जाऊ बाल्न जाऊ म पनि बाल्नु। ओके यहाँ फेरि अब अर्को नयाँ मोनेस्ट्रीमा आएको छ हामी। गरम गरम जाडो जाडो हुँदैछ। कलेज फर एस्ट्रोलोजी रहेछ यो चाहिँ। यो रुख चाहिँ 400 इयर्स पुगेको अरे कि। कस्तो ठुलो रहेछ कि 20 जना जस्तो मान्छेले हात घाँस्यो भने मात्रै डल्लै उयोलाई सर्कमफेरेन्स चाहिँ त्यत्रो ठुलो रहेछ। हामी आउँदैछ कलेजमा 17th सेन्चुरीमा बिल्डअप भएको छ। यो चाहिँ एस्ट्रोलोजीको लागि फेमस रहेछ यहाँ चाहिँ। आउनै ल यस्तो रहेछ। यो दुख चाहिँ कत्रो छ भनेर चाहिँ यहाँबाट थाहा पाउँछ क्या। ला म त उल्टा घुम्दैछु क्या। कत्रो रहेछ। ल यहाँतिर जाँदैछ अब हामी। आमा आउँदैछ यहाँ। भोक लागेको जस्तो भएन? लै भन्दैछ एउटाले। अहिले 12 बज्यो होला। गुम्बामा छ अर्को गुम्बामा। तपाईँकोमा छ नि? अन्त अलिअलि पानी पर्दैछ। अन्त यस्तो यस्तो छ यहाँ। ओके अब यहाँ पनि सक्यो हामी निस्केको यहाँबाट। अब यहाँबाट निस्केर कहाँ जान्छ कुन चाहिँ उसमा जान्छ भने चाहिँ जङ जान्छ भन्दै थियो। फ्युचर प्रेडिक्ट गर्ने त यही त हो एस्ट्रोलोजी सेन्टर। घुम्ने आउनेहरू सबैजना यहाँ गुम्बातिर चाहिँ आउँदैन रहेछ। त्यतिखेर हामी मात्रै रहेछ गुम्बातिर आउने हो। आयो गुम्बातिर आमा बेसी गुम्बै घुम्छ हो। आमालाई बेसी गुम्बा घुमाउनु पऱ्यो। त्यसले गर्दा गुम्बा घुमेको छ हामी चाहिँ अहिले। आउँदैछ लु अब चाहिँ हामी जङ जाँदैछ। जङमा गएर चाहिँ त्यसपछि चाहिँ लन्चमा जान्छ, त्यहाँदेखि पार्क जान्छ, त्यहाँदेखि सक्यो आजको। अघि चाहिँ हामी यहाँ माथि गएको हो। सबै भुटानको डाँडा डाँडा। लु भाइ आइपुग्यो जङमा मोनेस्ट्री जङ। यहाँ लेखेको छ है। भेरी गुड इन्भाइरोमेन्ट कस्तो मजाको यहाँ क्या। यो ल्यान्डस्केप पनि मजाको। लु अहिले आइपुग्यो सुन्तोका जाउँ।
आमा जोङमा पस्दैछ अब मोनास्ट्री पनि रहेछ यो सो अहिले चाहिँ हामी छ सेमतोका जोङमा हामी घुम्दैछ है यस्तै छ भित्र पसेर निस्किसक्यो भित्र चाहिँ फोटोग्राफ भिडियोग्राफी केही अलाउ छैन बाहिर बाहिर मात्रै आमाहरू कहाँ छ आमाहरू यता होला के सल्लाह इट इज बिल्ड इन 17th सेन्चुरी है यो चाहिँ जोङ रहेछ थिएछ पहिला चाहिँ अहिले चाहिँ मोनास्ट्री भएको छ यहीँ भिजिट गरेर हामी फर्किँदैछ 17th सेन्चुरीमा बिल्डअप भएको ल अब हामी जाँदैछ बाहिर टाउनमा यसो घुम्छ अब खानासाना खाएर टाउन घुम्नु जाने होइन गाइस अहिले हामी रेस्टुरेन्टमा आएको छ खानु अन्त मैले चाहिँ के गरेको छु छिनै मैले चाहिँ यो अर्डर गरेको छु खै हो पापा मैले चाहिँ चिकन मोमो अर्डर गरेको छु किनभने 100मा छ मलाई पैसा वेस्ट गर्नु मन पर्दैन होइन तपाईँले के गर्यो बिफ मोमो गरेछ अन्त ममाले मलाई थाहा छैन भातहरू गरेछ ममालाई पनि थाहा छैन अन्त गाइज आइ एम सो प्राउड अफ माई सेल्फ यु नो किनभने यो रेस्टुरेन्टको नाम हो मेरो नाम हो यो मेरो नाम हो गाइज आइ एम सो प्राउड अफ माई सेल्फ ब्रो अन्त त्यति हो अहिले खाना खाने बेलामा भिडियो बनाउँछु बाई गाइस लन्च कस्तो भयो बहिनी लन्च कस्तो भयो तिमीहरूको मिठो भएन मिठो त थिएन तर मलाई पनि मिठो त लागेन ठिकै छ यसलाई चाहिँ क्लक टावर भन्दो रहेछ यो के अरे कसो भन्दा फेरि भन्दा मैले इन्डियनमा जाउँ भन्दाखेरि इन्डियन त खाइरहेको हो यता जानुपर्छ यहाँ चाहिँ यिनीहरू के किन्नुको लागि आएको चाहिँ सेल रहेछ नि अप टु 50% फेदर ज्याकेटहरू छ भन्ने तलदेखि लिएर हो सबै यो ह्यान्डिक्राफ्टको सप रहेछ कि यहाँ किन्यो हामीले आमाहरू दुईजनाले यहाँ किन्दैछौँ जुजेले चाहिँ हाम्रो सामान बोकेर बसिरहेछ ऊ तलबाट हेर्नु यहाँ तलबाट छ स्टार हेर्दै आएर यता अझै छ जानुपर्ने ऊ माथि त्यहाँ गएर चाहिँ हाम्रो गाडीले पर्खिरहेको छ त्यहाँ जानुपर्छ अब ताक्साङ कसरी हिँड्ने हो पनि Look at this guy's badge अरे भुटानको छ नि ओके अब याङजमको पार्क चाहिँ गइ हुँदैन होला भुटान फ्ल्याग अब चाहिँ हामी पार्क जाँदैछ हेभी सपिङ भएको छ दुईजनाको एउटा केटी के गर्दैछ अब आजको थिम्पूको यात्रा यहीँ समाप्त हुन्छ कस्तो लाग्यो
थिम्पू मजा लाग्यो हामीलाई लाग्यो मजा लाग्यो कहाँ कहाँ घुम्नु भयो गुम्बा त त्यो गुम्बा के गुम्बा भन्छ नाम पनि नआएको थकित भएर बसिरहेछ अब चाहिँ यहाँ पार्कमा अब एकछिन विश्राम गरेर चाहिँ हामी जान्छ रु लु है तिनजना थिम्पू घुम्दैछ यहाँ अहिले अब कहाँ देख्दैन अर्को दिनकै टाढो पो जानु छ हाम्रो होटलको लागि यहाँबाट ल गाइस अहिले चाहिँ हामी राति भयो हामी पुग्यो होटलमा फेरि घुमेर होटल आइपुगे के भएर सबैजना फुलेको किन यस्तो भएको यो फुलेको थाहा छैन मलाई ल आज चाहिँ हामी घुमेर अहिले होटलमा आइपुग्यो यी सुतिरहेछ थकित भएर हो अन्त हामी चाहिँ अब बसिरहेछ अब भोलि बिहान जान्छ कुना खाएको लागि ओके आजको लागि त्यति नै हो बाई बाई